गाइस हाम्रो फेरि मोय मोय भयो यो गेट हैन रे फेरि अर्को गेट हो रे के भने बाबु खोडे मतलब फर्किम त फाइनली हामी चाहिँ यहाँदेखि निस्किन लागिसक्यौँ है ओके ल घाटो टक्क हामीहरू चाहिँ घरबाट निस्किसक्यौँ अनि अब हामीहरू चाहिँ भन्नुभयो कहाँ नाम भन्दा हामीहरू चाहिँ 30,000 जाँदैछौँ अनि त्यहाँदेखि हामी फेरि अर्को ठाउँ पनि जान सक्छौँ कि हेर्दै गर्नु भिडियो इन्डसम्म हेर्नुभयो भने चाहिँ थाहा हुन्छ जान सक्छौँ हजुर भिडियोलाई स्किप नगरिकन हेर्नु होला हामीहरू चाहिँ यहाँदेखि जान्छ किन रोक्या एटिएममा गएर आउने म थाहा कुन ब्याङ्क गाइस यो चाहिँ हो एयरपोर्ट चितवनको एयरपोर्ट है 0.6 हामीहरू चाहिँ पहिला एटिएम गएर अनि बल्ल जाने रे अहिले चाहिँ हामी एटिएम जाँदैछौँ फर्केर फेरि जानलाई यिनीहरू चाहिँ एटिएम गएर आए अब चाहिँ हामी जाँदैछौँ 20,000 निकाल्छौँ र आज चाहिँ कुनै अङ्कलको फोन मैले ह्यान्डओभर गरेर छु अब हामी जान्छौँ कति बेरसम्म हजुरहरूले हामीलाई हेर्दै गर्नु
हामी अगाडि जाउँ न त हामीहरू चाहिँ सायद हामी हाम्रो कलेजबाट मेरो एक्स कलेज भन्नाले म पहिला पढेको कलेजबाट जाँदैछु जस्तो लागिरहेको तर देखियो कि नहीं भिडियोमा आई डोन्ट नो गाइस त्यहाँ स्याद थियो है तर मैले देख्न त देख्यो तर भिडियोमा देख्छु कि नै थाहा भएन यतातिर खतरा पनि धेरै नै छ भएर हल्का सेफ भएर आउन होला एक्लै एक्लै नआउनु होला जुम गरौँ मैले त आँखै देखेँ होइन हल्का आँखा कमजोर छ यहाँ बाख्रा त खाइन्छ होला है बाख्रा चलाउनु गएको जङ्गलमा हेर्दै जानु गाईहरू के भेट्दिन सक्छ यहाँ ड्राई पिकनिक नगर्ने ओके ल गाइस सुन्नु भयो होला नि हामी यहाँ चाहिँ हल्का यसो घुम्ने फोटोसोटो खिच्ने टिकट काट्नु पर्छ मैले भनेको नि टिकट काट्नुपर्छ होला हुन्छ टिकट काट्नुपर्छ होला गाइसहरू जाऊ काटेर टिकट काट्नु पर्दो रहेछ गाइस झर्नी र हेत्तेरिका गाइजहरू यहाँको स्टाफहरूलाई नि जित्नु मिल्ने यहाँ अगाडि 2 किलोमिटर पर चाहिँ बाघ पनि छ अरे हामीले बाघ पनि हेर्न पाउँछौँ अरे टिकट पनि काट्नु पर्दो रहेछ गाइजहरू हजुरहरू आउँदाखेरि पनि टिकट काट्नुपर्छ यहाँ हर्न चाहिँ बजाउन पाइएन अरे के अरे कस्तो राम्रो आउँदो रहेछ
नि लो यस्तो सही दामी बाटो चाहिँ मतलब भ्यू यो फोनदेखि भ्यू चाहिँ दामी यतातिर चाहिँ हल्ला गरिदिनु भएन हर्न बनाइदिनु भएन फेरि जनावर चाहिँ हालै झम्किरहेको हुन्छ त्यही भएर यहाँ चाहिँ फेरि हल्ला नगरिदिनु तर बस्न आउँदा त हामी त हल्ला गर्दै आएको खै त्यसै खै कहाँ भयो त्यस्तो नगरे अनि फेरि साँच्चीको औला र अनि त्यसपछि यो भ्लग त्यस्तै हुन्थ्यो अनि मदको मुखबाट निस्केर जाने कति भाइरल हुन्थ्यो भ्लगै भाइरल हुन्थ्यो यस्तो राम्रो राम्रो भ्यू छ तर सब जङ्गल जङ्गल छ हजुरहरू आफ्नो डाक्टरहरूसँग नि आउनु मिल्छ गाइजहरू हो हामीले नि बस हिँडिराख्यो हजुर मोटरसाइकल पार्किङ पनि यस्तै रहेछ हामीहरू चाहिँ आइपुग्यौँ 20,000 फाइनल्ली गाइस हामीहरू आइपुग्यौँ टेक इट योर भ्लग सो गाइस कस्तो लागिरहेको हजुरहरूलाई हाम्रो सफर सँगसँगै आउँदा आई होप इन्जोय गरिराख्नु भएको छ हामी चाहिँ अब तालतिर लाग्यौँ कस्तो ताल ढुङ्गा पनि रहेछ ढुङ्गा पनि चढ्ने ए हो ताल चाहिँ बवाल छ ल हजुर कस्तो लाग्यो तपाईँलाई तिमीलाई कस्तो लागिरह म त राम्रो लाग्यो तपाईँलाई नि मलाई त एकदम रमाइलो रमाइलो फिल भइरह अरू अरू पनि आछन् के पोखरी भनेको रे कस्तो लागिरह तिमीलाई एकदम राम्रो हो र हजुरलाई कस्तो लागिरहेको मलाई पनि एकदम रमाइलो लागिरह कस्तो लागिरह रुबिका एकदम मलाई त यो त मेरो सेकेन्ड टाइम हो त्यही भएर मलाई खासै केही लागेको छैन फर्स्ट टाइम आउँदा चाहिँ एकदम रमाइलो लागिरहेको थियो हो अहिले मलाई पनि राम्रो छैन भएर रोएर क्या या ए गइको गइ ए पछाडि गइ छ रिजुल माछा छैन यहाँ गुली खाएर यतातिर होइन के गइ भएको त खै म जान्छु आजको भ्लगमा जानु पर्यो यो ए यहाँ त धेरै पो आउँदो रहेछ नि त घुम्न त लोटेर पुरै त्यस्तै चिसो भयो यार हो यहाँ डेटिङ पनि बसिरहेको वाह क्या सीन है
हो फोटोसुट भइरहेको यतातिर हाम्रो मोडल चाहिँ यतातिर हुनुहुन्छ होइन पुरै आफ्नो खतरा खतरा पोज दिइराख्नु भएको छ यो गाइस अब चाहिँ हाम्रो यहाँ फोटोसुट कार्यक्रम सकिसक्यो अब हामी चाहिँ बाघ हेर्न जाँदैछौँ सबै एक्साइटेड छन् बाघ हेर्न लागि गाइजहरू जाउँ बाघ हेर्न जाउँ टोपी फाल्यो है कसको टोपी हो कसको टोपी हो हामी जाँदैछौँ कहाँ छ थाहा छैन एक्ज्याक्टली है एकछिन खोज्छौँ कतातिर हो त्यसपछि भेटौँला हामी बाघ हेर्न भनेर गएको बाघ चाहिँ अझै यहाँदेखि लगभग 3-4 किलोमिटर टाढो रहेछ हामी जहाँबाट आएको हामी फेरि भुइँबाट फर्केर जानु पर्छ हामीले थाहा नै थिएन यतातिर बाघ होला भनेर अनि उतापट्टि आर्मी अङ्कलहरूलाई सोद्धाखेरि चाहिँ त्यहाँले भन्नुभयो कि तिमीहरू जहाँबाट आऊ त्यही बाटोबाट फेरि अर्को बाटो लिएर आऊ अनि फेरि थाहा हुन्छ भनेर अब हामी फेरि फर्किएर फेरि हेर्नलाई फेरि अर्को ठाउँ जानुपर्ने भयो किनकि रुचि अस्ति नै आएको थियो तर त्यसले देखाउनु पर्ने तर त्यसले पनि थाहा छैन अरे अहिले आएर सब गल्ती रुचिको रुचि त्यसले गल्ती बाटो पनि त्यही पर्छ होला हामी त्यो घर हेर्न भने हेर्नलाई ठिकै छ विश्वनाथ ताल हेर्न मन लाग्थ्यो आइयो यस्तै रहेछ थाहा पाइयो केही छैन पिकनिक खाने जस्तो पनि हुन्छ त्यो घर जस्तोमा हो कि पिकनिक खाने तर शान्त छ रमाइलो छ ठाउँ चाहिँ बाघ हेर्ने ठाउँ कता हो What? जङ्गलमा हिँड्ने बास कुरा गऱ्यो त्यहाँहरूलाई पनि थाहा छैन जस्तो लाग्यो तर यहाँ बाघ लिएर एक ठाउँमा राखेको छ अरे कि त्यस्तो खाले बाघ पनि त्यहाँ जङ्गलमा हेर्ने बाघ भयो त हाम्रो अब त्यही आन्टीलाई सोधे बाघ त्यही आन्टीलाई सोध्ने किनकि हामीले त भेटेनौँ अङ्कललाई फेरि छुट्टै अरे यी भरे बाटो गाइजहरू अब हामी जाने बाटो चाहिँ बल्ल बाघ हेर्ने ठाउँ जाने बाटो त्यो अग्ला गएको हामी किन जाने हेर्न अब बल्ल बाघ हेर्ने भन्छ नि र खै अब हामी पुरा प्रोबाट जाने मान्छे पनि खानाको लागि माई गड होइन पूजा ए होइन के हो बिहेरै हो क्या खै थाहा भएर गाइस बिहे हो पूजा एकचोटि सिकेर थाहा भएन हामी त यो के हो यही हो
जाऊँ न त गाइस सायद हामी आयौँ जस्तो छ हाम्रो डेस्टिनेसनमा बट थाहा छैन हो कि छैन गाइस हाम्रो फेरि मोए भयो यो गेट होइन अरे फेरि अर्को गेट हो अरे हेत्तेरिका गाइस हामीहरू यस्तो पाराले कहिले हो पुग्ने बाघ हेर्न खोज्या यो रुचि यस्तै अर्को खरे जे पनि बोल्ने यो रुचिले हामीलाई दुःख दे एकदम हामीलाई एकदम दुःख भइरहेको गाइसहरू कहिले गरेर हामीलाई कति दुःख भइरहेको ठाउँ झर्नु पर्यो हो कि होइन गाह्रो भइरहेको गाइसहरू तर केही छैन हामीलाई रमाइलो पनि भइरहेछ हामी घुम्न पाइरहेको छौँ ठाउँमा रोकी घुम्न पाइरहेको छौँ त्यही भएर हामी अब हामी हिँडेपछि बल्ल यो अगाडिको मान्छेहरू पनि टेकटाक हेर्न आएको जस्तो छ हामी त्यहाँ रोकेका बेला यिनीहरू पनि रोकेको थियो अब हामी अगाडि गएपछि यिनीहरू पनि अगाडि गइरहेको छ यिनीहरू पनि बाघे हेर्न आएको छ यिनीहरू हाम्रो भरमा हेरिरहनु जस्तो ठिकै छ नि मन्दिर रहेछ कस्तो भित्र ए यहाँ हो कि त्यहाँ कसरी हुन्छ त नि त्यहाँ यस्तो भित्र बाघ होइन होला होला र खोइ थाहा भएन वी डोन्ट नो लाइक के त्यो बाघ खुल्ला छ कि भित्र हो कि केही थाहै छैन खुल्ला त जस्तो छोडेन त मिल्दैन फेरि हामीलाई मारिहाल्छ नि अब यस्तो के भित्र हो नि भाइ बाघ भएको कहाँ हो अझै तल रे गाइजहरू ह्याप्पेडिका तिनीहरू पनि सोध्दै गइरहेको गाइजहरू गराइरहेको छ होइन तर आज किन हो मलाई धेरै बोल्न आइरहेको छ तर बोल्न चाहिँ बोलिरहेको छु यो भन्दा पनि म धेरै बोल्थेँ तर आज खासै बोल्न आइरहेको छैन म धेरै एकदम टाढा रहेछ गाइजहरू यहाँ रहेछ आम्मै कहाँ हो त बाघ त यहाँ देखाएको यहाँभित्रहरू कस्तो यस्तो घर जस्तो पनि रहेछ र बाघ के ए के हो त्यहाँ गेट अब आइम यति टाढा पो रहेछ थाहा भयो यहीँ हो भन्ने एकदम भित्र लग्नु स्कुटी उता राख्ने होला टिकट लिनु छ ए यहाँ फेरि टिकट लिनु पर्छ कि अलरेडी लिएको भएन त हामीले चाहिँ टिकट लिइसकेको छौँ है गाइजहरू इसाघरलाई चाहिँ देखाउनु भएन अनि हामी चाहिँ पार्किङ गरेर हेर्नु पर्ने उतै लगाऊँ न उता मान्छेहरू उता पनि लगिरहेर उतै जाऊँ न अनि त्यहाँदेखि चाहिँ हिँड्दै होला ल हेर
गाइज हामी फाइनली हामीहरू चाहिँ अब आइपुग्यौँ। अब हामी चाहिँ जान्छौँ बाघ हेर्नको लागि। जाम गाइजहरू भिडियो बनाउन पाइन्छ कि नै बाघ हेर्न लाएको? बाघ त खिच्नु परेन अनि हामी कन्टेन्ट त हल्का चाहिहाल्यो नि। ओके मेन कन्टेन्ट भनेकै बाघ हेर्ने। हामी त्यत्रो त्यहाँदेखि यहाँसम्म आइसक्यौँ। या अफकोर्स हामी उतै काटिसकेका थियौँ त्यही भएर। यस गाइस यतादेखि ओइ अब चाहिँ हामी हिँड्दै जानुपर्ने हो कि के? अब हिँड्दै जानुपर्ने हो कि के? अब त भनेको नि हिँड्दै जानु। कति टाइमसम्म? कति भनेपछि लाग्छ 5-10 मिनट जति हिँड्नु। आम्मै तिमीहरूको पारामा चाहिँ लाग्छ होला। अब आसामकोले यति ठुल्ठुलो खुट्टा खायो, यिनीहरूको त झन् पर्दैन होला। 5 मिनटमा पुग्छ मलाई। ओके बाइक पनि जान्छ तर रिक्स नलिने होला। रिक्स नलिने होला गाइज। त्यही भएर मेबी यहाँको भ्लग मैले गर्ने हो कि यहाँले गराउने हो तपाईँले? त्यो ब्याग त कहिले मात्र हुन्छ भनेर सोचेको सोद्धाखेरि होइन त्यो चाहिँ कहिले मात्र निस्किन्छ। हिजो तिमीले बाघ हेर्न जाँदै हो, कस्तो फिल भइरह? हामी चाहिँ ल बाघ भएको ठाउँ आइपुग्यौँ। दर्शकहरूले मजा मिल्दैन अहिले हो यहाँ चाहिँ छ बाघ है। त्यहाँबाट बल्ल देखिन्छ है। सब एक्साइटेड छ। पुरै खुसी भइरह। यो पनि खुसी भइरह। ऊ खुसी माइकमा बोल्दैन। कस्तो लागिरह? कस्तो लागिरह? एकदम खुसी लाग्छ। कस्तो लागिरह? मैले त हेरिसकेँ। अच्छा हेरिरह नि यस्तो छ वरिपरि बाटो। कत्रा ठुलो छ रे। ठुलै छ। अब चाहिँ माथि चढ्दैछौँ हामी। हामी त लास्टमै भयौँ त यार। पहिला ठिकै छ। भरेमै अर्केको आउँदै हुनुहुन्छ। हामी पनि चढ्दैछौँ। अरे कहना क्या चाहते हो? कत्रै ठुलो रहेछ। दुईतिर एकैतिर भेट हुन्छ भनेर उनीहरूले बुझ्यो नि। बुझेको है। यहाँ रहेछ। एउटा चाहिँ ल्याइयो। पैसा त्यसमा चाहिँ त्यसमा छ एउटा चाहिँ यतातिर दुईटा रहेछ बाघ। एउटा यता एउटा उता कि यहीँ दुईटा हो र होइन? होइन नि। हामी चाहिँ बाघ हेऱ्यो फाइनली होइन। बाघ हेऱ्यो। अब यो बाघ चाहिँ सुतेको सुतेको गरेर उठेर हेर्नै पाएन। 10 बजी अगाडि चाहिँ हल्लै उठेर हिँड्छ भन्ने सुनेको थियो। यहाँ त खै सुत्या उता नपरेर खाल त्यतिकै छोड्यो भने चाहिँ सिनो गना जस्तो पनि हाल्छ नि। अहिले भइयो। अब हामी चाहिँ यहाँबाट हिँड्छौँ। हिँडेर चाहिँ जान्छौँ कहाँ? बाटुली पोखरीतिर यसो डुलेर हिँड्छ। कस्तो छ ठाउँ होला। अब त्यसरी घुम्नुहुन्छ। हो यो रन उठेको भयो जाने होइन अब। उठ्यो खुट्टा उठ
ल हामी चाहिँ बाटोली पोखरी हिँड्नलाई फाइनली हामी आफ्नो साधनतिर पुगिसक्यौँ हामी यहाँदेखि चाहिँ बाटोली पोखरी जान्छौँ अनि त्यहाँ एकछिन रमाइलो गर्छौँ अब डाइरेक्ट चाहिँ बाटोली पोखरीमा भेटौँ है धेरै भयो बाटोको सबै ल जोस् मलाई रमाइलो लागिरहेको छ यार म धेरै दिनका निक्लेको हो नि त धेरै दिनको निक्लेर बल्ल अलि रमाइलो लागिरह हामी पर्सि काठमाडौँतिर गइहाल्छौँ हो र कति दिनको लागि कति दिनको लागि अब त्यही काठमाडौँ पस्ने को म हो र हो ठिकै छ अनि बाहिरको के भयो त्यही बाहिरको लागि प्रकृति यो पनि 20,000 चाल जस्तै जस्तै छ म सुनेको थिएँ के पो फरक छ र त्यहीबाट हिँडी पनि आइन्छ कि के त्यस्तो बिर त हुन्थेन पैसा तिरी त्यही हेर्नलाई पनि गाइजहरू तपाईँहरू कपल्स भएर लाउनु भएको भने चाहिँ आउनु नत्र भने चाहिँ नआउनु केही छैन हेर्नु लाइक क्वालिटी टाइम स्पेन्ड गर्न कपल्ससँग त्यस्तो त्यस्तो भए चाहिँ आउनुहोस् न लाइक धेरै मान्छेहरू नआउने ठाउँ हल्का पिसफुल ठाउँ खोज्नु भएको भने चाहिँ यतातिर आयो भने चाहिँ हामीलाई त मलाई त झ्याउै लगाइसक्यो भने हेऱ्यो आयो खोलाई त 20,000 चाल यहाँ बस्ने ठाउँ पनि रहेछ तपाईँहरू आउनुभयो भने चाहिँ 20,000 चालभन्दा यता आउनु होला यहाँ बस्ने ठाउँ पनि छ खोला हेर्दै बस्दै यहाँ चाहिँ बोटिङ पनि गर्न मिल्ने रहेछ अझ यहाँ पनि मान्छेहरू त रहेछ त मगर माछ छ कि भन्ने डर लाग्छ फेरि बोटिङ गर्दाखेरि अनि फेरि यता आउनुभयो भने चाहिँ यहाँ बोटिङ पनि गर्नु मिल्यो चाहिँ ठिक छ यार बोट सुकै छ अब हामी चाहिँ यहाँ ढुङ्गा चल्न लाग्छौँ लाइफ ज्याकेटहरू लिएर आइसक्यो व्यवस्था पनि भइसक्यो अब हामी चाहिँ ढुङ्गा चढ्छौँ मजाले त्यस चाहिँ अब रमाइलो हुन्छ अब गाइज हामीहरू चाहिँ कहाँ अरे हामी बाटोली पोखरीको खोलाको बिचौबिचमा छौँ र एकदम डर लागिरहेको छ हामीलाई किनकि यो आशु अङ्कल र पृथ्वी अङ्कलको हातमा हामीलाई कहाँ पुर्याउने भनेर त्यही भएर हामीलाई एकदम डर लागिरहेको उतापट्टि लग्न खोज्यो कि यतापट्टि लग्न खोज्यो यिनीहरूले गाइज मलाई चाहिँ एकदम डर लागिरहेको छ मेरो गाह्रो भइरहेको छ तर यो चाहिँ फेवा ताल हो मैले खोल्छु क्या यो म त खोल्दैन मलाई त स्विमिङ पनि गर्न आउन्न गाइजहरू म खोल्दैन गाइज आइ एम रियली स्केयर्ड यहाँ गोही पनि हुनसक्छ आम्मै अनि यसरी त्यसले आफ्नो शरीर देखाइरह्यो त्यस्तो नभन्नु है त्यस्तो साँच्चैको आउँछ नि थाहा हुन्छ साँच्चैको फर्किम अम्मा यहाँ जुम गरेर देखाउन मिल्दैन आम्मै ऊ त्यहाँ
अबे गाइजहरू मलाई त एकदम डर मलाई नि एकदम डर लागिसक्यो गाइजहरू बरु तलतिर जाऊँ तलतिर गाइज उसा बसाएर ठिकै हुन्छ भुइँसम्म पुगे पनि हुन्थ्यो यस्तोमा अहिले फेरि मुख गरेर आइहाल्छ होला सरी त्यही त आइहाल्छ एउटा गाइज मलाई डर लागिसक्यो अब चाहिँ एकैछिन भिडियो बन्द गरौँ ल गाइज यिनीहरूले हामीलाई स्योर मार्छन् के ओइ त्यो झन् गहिरो होला कि उतापट्टि नजाऊँ गइ हेर्न यिनीहरूले त ट्रामा दिन्छन् कि ट्रामा आजकल खुब इन्जोय गरिराख्नु आयो हाम्रो ट्रामा मजा आइरहेको Are you sure? Are you not afraid? तर एकदम गाह्रो डर छ एकदम डर मलाई त एकदम डर लागिरहेको छ यो यति फोहोर छ पानी त्यही छिटा पारा खान अर्को साइडबाट आएको किन यहाँ फेरि टिकटकरहरूको फेरि छुट्टै खात्तरीका गाइजहरू म डर लागिसक्यो ओ के अब हामी उता जानु लाग्यो उता म त डर लागिरहेको त्यहाँ कपल्स बसिरहेको भने त्यहाँ गइआयो भने कपल्स हो कि दुइटा केटा हो मलाई चाहिँ एकदम डर लागिरहेको छ मलाई ट्रमा भइरहेको गाइजहरू त्यस्तोमा गयो हुन्थ्यो कि आई एम ट्रमाटाइज बिकज अफ गोई तर हाम्रो घर गएको बेलामा त्यही पठाइदिनु हुन्छ ओके नो प्रब्लम द्याट्स अल बाई गाइज ल भिडियो मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब अनि जाने बेलाको चाहिँ गर्ने हैन र सेयर भयो किनकि आएको बेला देखाइसके बाटो सबै कुरा भइसक्यो होइन आजको दिन कटिसक्यो रमाइलो भइसक्यो अब आजको भ्लग म यही एन्ड गर्छु यस्तै यस्तै भिडियोहरू चाहिएको छ भने कमेन्टमा लेख्न सक्नुहुन्छ See you in the next video. ओके Till then, bye bye. यो भिडियोहरू के गर्नु Like, comment, share, subscribe. ओके